साथीहरू म यो पासवर्ड बनाउन जाँदाखेरि चाहिँ यहाँनिर सबै हेरेको थिएँ। भन्नाले यो बुक दिएको थियो, योमा चाहिँ एकदम महत्त्वपूर्ण इन्फर्मेसन रहेछ जो विदेश जान चाहनुहुन्छ र त्यसको लागि हाम्रो चाहिँ www.dofe.gov.np चाहिँ विदेशी रोजगारको खोजी र मेन पावरको खोजी विवरणहरू सबै उपलब्ध हुने रहेछ। अर्को के हो भनेपछि जसले वर्क पर्मिट आयो यताउता भन्छ नि, त्यसको लागि चाहिँ तपाईँले श्रम स्वीकृति आइएको छ कि नै भनेर चेक गर्न मिल्ने रहेछ। यो हो https://login.dofe.np/common-login.aspx मा गई लगइन गर्न सकिन्छ। लगइन गरेर यसरी चेक गर्न मिल्छ अरे कुन चाहिँ उमा सेक्टरमा भिजा लागु छ र वर्क पर्मिट आएको छ भनेर चाहिँ। ल यति छोटो जानकारीको लागि धेरै धन्यवाद दिन चाहन्छु। श्रम कल सेन्टरको लागि चाहिँ यो नम्बर रहेको छ भने फेसबुकमा यस्तो रहेको छ www.facebook.com/mol कल सेन्टर। अनि एनसिएलबाट निःशुल्क, एनडिसीबाट निःशुल्क कुरा गर्नको लागि यस्तो रहेछ।